राइडको लागि चाहिँ बिहान 5 बजी मेन गेटमा एन्ट्री गर्नु पर्दो रहेछ, रिपोर्ट गर्नु पर्दो रहेछ। हाम्रो हात्ती आइपुगेको छैन रहेछ। एकछिन यताउता घुम्दै रिल्याक्स मर्निङको टाइममा एउटा एक प्रकारको आनन्द लागिरहेको छ। यताउता हेर्दा रियली ब्युटिफुल। हात्ती आइपुगेछ। टु बी अनेस्ट यो मेरो सेकेन्ड टाइम हो। सेकेन्ड टाइम भए तापनि मर्निङमा चाहिँ यो मेरो फर्स्ट टाइम हो। एन्ड कति भन्नुपर्दाखेरि यो फिलिङ, यो जुन चाहिँ आनन्द छ यो म शब्दमा भन्न सकेको छुइनँ। इट्स रियली ब्युटिफुल। सनराइज देखिरहेको छु। वाउ, इट्स रियली ब्युटिफुल। लाइफमा एकपल्ट यो अनुभव चाहिँ गर्नुपर्छ। ब्युटिफुल। वाउ। Dap, dap, mar, dap, dap. Mar.
थकाइदिने थियो। सो अन द वे यो गार्डन देखेर लन्च गर्न पनि र यसो रिफ्रेस हुन पनि हामी यहाँनिर उत्रेका छौँ। सो एकछिन भए तापनि यात्राको स्ट्रेस आउट र स्ट्रेचिङ गर्नको लागि पुरा रिफ्रेस भयो। बर्थडे भाइ यो मेरो डुवर्सको यात्रा अब केही समयमा घर पुगेपछि सिद्धिन्छ। यो यात्राले मलाई धेरै नयाँ अनुभवहरू गराएको छ। आफूसँग भेट्ने मौका पाएको छु। एउटा गुड फ्यामिली टाइम बिताउन सके। यात्रा लामो थियो, थकाइदिनेवाला शारीरिक रूपमा, तर पिस अफ माइन्ड, ह्याप्पिनेस एन्ड जोय त्यो आफ्नै अर्कै लेभलमा छ। एउटा नयाँ अनुभव लिएर यो यात्रालाई यहाँनिर सिद्धाउँदै जाँदैछु।